धर्मजीलाई पनि आरोप लगाउन सक्दैन किनकि उहाँले पनि एउटा पवित्र भावनाले गर्न खोज्नु भएको हो। ठुलो एउटा चाहिँ आँट गर्नुभयो, अलिकति ठुलो आँट गर्नुभयो, उहाँलाई अलिक गाह्रो पर्यो, सकस पर्यो, तर उहाँको भावना पवित्रै थियो हैन। गरौँ केही देशको लागि जनस्तरबाट एउटा नमुना परियोजना सुरु गरौँ, देशका लागि पनि एउटा सरकारलाई पनि एउटा मेसेज दिउँ भनेर गर्न खोज्नु भएको हो। त्यो सङ्घीय सरकारको एउटा अङ्ग हो क्या हामी भनेको। त सङ्घीय सरकारले होला नि त बाटो देखाइदिने, यसरी गर। मैले अस्ति भर्खर पनि धुर्मु सुन्तली फाउन्डेसनले त्यसो भए एउटा पत्र दिनु नि त, राय माग्नु नि त अर्थ मन्त्रालयसँग, कुन वेबाट कुन कानुनी आधार के हो त, कार्यविधि आर्थिक कार्यविधि के हो। उहाँहरूले भन्नुभयो कि अब ल आर्थिक महानगरपालिकाको तर्फबाट एउटा पत्र पठाइदिनु अर्थ मन्त्रालयमा भन्नुभयो। पत्र हामीले पठाइदियौँ, कुन कार्यविधि कुन ऐन कानुन, प्रचलित ऐन कानुन भन्दाखेरि कुन चाहिँ ऐन कानुन र कुन चाहिँ कार्यविधि, आर्थिक कार्यविधि, आर्थिक ऐन, आर्थिक कार्यविधि र प्रचलित ऐन कानुन, सार्वजनिक खरिद ऐन, स्थानीय सरकार सञ्चालन ऐन भन्नुभएको छ क्या। अनि त्यो के हो भन्दाखेरि उहाँले त्यो बाटो छुटेर आइदिन नपर्ने, यही हो तपाईँहरूले गर्ने, यही गर्नु होइन। आर्थिक ऐन, आर्थिक कार्यविधि होइन, प्रचलित चाहिँ कानुनको अधीनमा रहेर, सार्वजनिक खरिद ऐनको नियम पालना गरेर, स्थानीय सरकार सञ्चालन ऐनको चाहिँ अधीनमा रहेर तपाईँहरूले यो गर्नु भन्नुभएको छ क्या। अहिले पनि फेरि पत्र, अहिले भर्खरै पनि महानगरपालिकामा यो पत्र गयो, छुटेर आइदिन नपर्ने भन्नुभयो क्या। त्यो कुरो त आखिर त यसको त स्पष्ट छैन भन्ने कुरा त आम सबै जगजाहेर छ नि त। अर्थमन्त्रीज्यूलाई पनि मैले धेरै नै हार गरेर रिक्वेस्ट गरेँ। उहाँले चाहिँ एकदमै, उहाँ त अब पहिला पनि अर्थ सचिव भएको मान्छे, अर्थको विज्ञ हुनुहुन्छ। उहाँले चाहिँ यो विषयमा हामी यहाँ संलग्न हुँदैनौँ होइन, योभन्दा अघिल्लो सरकारले बजेट विनियोजन गरेको हो, कुन उद्देश्यले कसरी गर्यो त्यो हामीलाई जानकारी छैन। र अहिले पनि म के भन्छु भने यो विषयका सन्दर्भमा हामी अर्थमन्त्रीको हैसियतले पनि म कुनै बैठक आयोजना पनि गर्दिनँ, कुनै अरूले आयोजना गरेको बैठकमा हामी मन्त्रीको हिसाबले म सहभागी पनि हुन्न, मेरो मन्त्रालयको सचिव सहसचिव कोही पनि संलग्न हुनुहुन्न। हामी कलम चोप्दैनौँ। अर्थमन्त्रीजीको जवाफ हेर्नुहोस् है, एकदम हजुरको मिडिया मार्फत अब सत्य कुरा त बोल्नु पर्यो नि त। एउटा बैठक त राखिदिनुहोस्, हामीलाई एउटा समय त दिइदिनुहोस्, हामी आउँछौँ त्यही छलफल गर्छौँ। बजेट त अर्थ मन्त्रालयको बजेट हो, सङ्घीय बजेट हो, कार्यान्वयन गर्ने समस्या हामीलाई आयो त स्थानीयलाई। तपाईँ त हाम्रो माथिल्लो सरकार हो, तपाईँले त बाटो देखाइदिनु पर्यो नि मन्त्रीजी हो भन्दाखेरि उहाँ पनि त्यस्तो गर्ने खालको अवस्था। यता खेलकुद सचिवलाई पनि फोन गरेँ, उहाँ पनि यो त अब धेरै गाह्रो विषय हो भन्ने, उहाँहरू पनि टकटकिने, तपाईँहरू जे गर्नुहुन्छ गर्नुहोस्, अथवा हलो अर्काने गोरु चुट्ने तरिका भयो क्या यो त स्थानीयलाई। यो ऋणको कुरा जो छ नि 18 करोड ऋणको कुरा हामीले सम्झौतामा विगतमा पनि सम्झौतामा थिएन, पछि हामीले टेकओभर लिँदाखेरि पनि हामीले तपाईँहरूको ऋण तिर्दिन्छौँ भनेर हामीले टेकओभर लिएको पनि थिएन। इभन बरु उहाँले चाहिँ अब हस्तान्तरण गर्दाखेरि र हामीले टेकओभर लिँदाखेरि चाहिँ अब यो महानगरपालिकालाई मैले हस्तान्तरण गरेँ, यसमा मेरो कुनै मन्जुरीनामा के मेरो कुनै दाबी रहने छैन, महानगरपालिकालाई हस्तान्तरण गरेँ भनेर फाउन्डेसनको तर्फबाट उहाँले सहज ढङ्गले मन्जुरीनामा सहित महानगरपालिकालाई प्रदान गर्नुभयो। ऋण तिर्ने कुरामा त्यहाँ पनि हामी केही बोलेका छैनौँ। मैले हजुरलाई भने सुरुमा हामीले निर्माण कार्य थालनी गर्दाखेरि सम्झौतामा पनि त्यो ऋण लाएर गर्ने पनि छैन, सरकारी पैसा लिने भन्ने पनि छैन होइन, जनस्तरबाट भन्ने छ।